आम्मो ल यतिको माइलेज दिएर चाहिँ Hello, Tango. Michael, sir, copy that. Ready भइसकेको हो, हिँड्न लाग्यो हामी त रुमबाट. Okay, let's go, brother. बधाई तल आयो है त Roger, copy that. ल आज चाहिँ डे 2 है हामी अब यहाँबाट निस्किन लाग्यो यहाँ रेडी टु गो छ मोन्स्टर 1100 मोन्स्टर 696 सिभिया 600 फर्चुनर अनि दुईवटा पानी खाले V2 हामी चाहिँ अब यहाँबाट निस्केको त पोखरातिर लागेको अब चाहिँ पानी पनि पऱ्यो कि तर नपर्ला नि त धेरै त भनेर अब निस्किदिनु लाग्यो यार अलिक ढिलो भयो नि त कस्तो ठ्याक्कै 12 भयो भिडियो खिच यो खिच्यो त्यो खिच्यो गर्दा गर्दा लेट भयो क्या सेट आम्बो पानी पर्यो के न बसौँ आमा पानी पर्यो धन्यवाद 83 सालको धेरै छ आशीर्वाद 83 सालको धेरै छ आशीर्वाद मेरा आँखामा तिम्रा इच्छा सपनी मेरा आँखामा तिम्रा इच्छा सपनी तिमी हाँसे खुसी म पनि ओ तिमी हाँसे खुसी म पनि ल्याउँदै बनैमा गीतैको आइराखे बनैमा गीतैको मायालाई राखे बनैमा लौ बाबुहरूलाई शुभ दिन शुभ धन्यवाद हजुरको शुभ यात्रा शुभ धन्यवाद बाबुहरूलाई एकदम शुभ यात्रा दाइले मिठो गीत सुनाइदिनु भयो है पानी पर्ने टाइममा अब आधी घन्टा फेरि अलमली आएर पानी परेर अब निस्केको हिजो राति त्यहाँ पुलिसले के गरे हो म त छक्क परिरहेको छु यार के भयो फेरि खै के अरे ल खासमा के गर्नु खोज्यो नआएर बोलेर यसो भनेर पठाएन भने कुदेर समाउन आइरहेको थियो पछि हामी त आफै रोक्न लाग्यो हामी रोकेर देखेर फेरि त्यसलाई नि के गरौँ भएर कन्फ्युज भएर फेरि फर्केर गएछ पुलिस भएको पनि थाहा भएन फेरि आउटड्रेसमा थियो गाडी पुलिसको थियो तर मान्छे चाहिँ फेरि पुरै त्यो चिलवाला घुम्न हिँडे जस्तो लुगा लगाएर हिँडिरहेको थियो सिभिल ड्रेसमा हो कि के हो कुन ठुलै अपराधी भेटे जस्तो कि ठुलै अपराधी कति महिनापछि त आँखा अगाडि परेको जस्तो लहाट त खोज्दै थियो हामीले त यार के नै गरेर पाएको जस्तो अचम्म लाग्छ हौ चराचुक
moments later. तो तातो भइसक्यो यार ओ माई गड तो खुट्टै पोलिसक्यो अगाडि बुढाहरू त रोक्दैन नि त नि यसलाई नि पोखरै भन्दो रहेछ नि ल सबैमा पोखरा लेखिरहेछ यार भरतपुर 2 चितवन रामघाट भन्दो रहेछ भन्न चाहिँ नारायण पोखरा बस पाएको रहेछ नि त यो चितवनको पोखरा बस पाएको हो त नि के भयो त्यो धान ल 168.2 कुद्या रहेछ मेरो 168.2 कति दिएछ माइलेजहरू मेरो 168.2 फुल हालिदिनु त्यहाँ 70 बनाइदिनु 70 ल 53.57 भनेपछि 7.9 लिटर लागेको छ होइन डिभाइड बाई 7.9 लिटर गर्दा आम्मो ल यतिको माइलेज दिइरहेको छ है 21 को माइलेज दिइरहेको छ मेरोले ल हाल्यो है ल निस्क्यौँ यहाँबाट अब यहाँबाट मुग्ली अनि त्यहाँबाट पोखरा पेट्रोल डिजल हालेको आम्मा कतिवटा 5वटा बाइक र एउटा गाडीमा हाल्दाखेरि 19,000 चान्चुनको पाएछ ल टोटल एमाउन्ट कस्तो बवाल यार यता त ओ माई गड कस्तो दामी देख्ने त यतातिर ड्रोन उडाउँदा त बवाल आउँथ्यो होला यो सिन कस्तो दामी के ड्रोनले कस्तो बवाल खिच्छ होला त बडा मजा आउँछ अब यतिखेर बाइक धोको भए राम्रो हुन्छ खै भएको छैन कस्तो फोहोर भयो बाइकहरू लगेर कस्तो फोहोर छ बाइकहरू अगाडि हेर होइन एक्सिडेन्ट भयो एक्सिडेन्ट भएन मान्छे धेरै देखेर चाहिँ म चाहिँ भिडियो खिच्दै थिएँ केही प्रब्लम भयो कि ल सस्ता बाइक यस्तो फोहोर भएको थियो पानी हाल्ने यहीँ ल्याउनु यहाँ आउनु त भानु भयो चाहिँ हालेको बिचमा वासै तिमीलाई हान्थ्यो कि बाइक सेक चट्ट पानीसँग हालेर पुस्यो है सबैको बाइक टल्किरहेछ अब भिडियो गरेर भए पनि यसो पानीसँग हालेर पुस्यो क्या यहाँ हाइवेको बिचमै लास्ट डटी भइसकेको थियो नि त ल दस बवाल बाटो यार बाटो त बवाल छ त बवाल Woo!
सिधा छोएर तर्स्या ओए ल ल ल के भयो है के भयो तपाईँलाई झन्डै सिधै उतातिर लगिदिएर झन्डै टर्निङमा के ओए के भयो कन्ट्रोल भएन क्या झन्डै तपाईँ उतातिर पार्दैछ नि तपाईँले के उसले म त अगाडि थिएँ चाहिँ तपाईँले कन्ट्रोल गर्न नसक्यो नि त त्यही त यो होइन यो कलर टाइट त्यो होइन मेरो न्युट्रलमा उ भएको क्या न्युट्रल आएको क्या जाउँ 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 ओ यत्रो हाल्छ अब जाउँ 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 कस्तो हावाले ढालेको Pato. Oh, yeah. Oh my god. Perdi, mano. É 204. दुई हानेर चाहिँ बल्ल हान्यो यार आज घुमी एकरा हानेर हान्यो हान्यो तपाईँले हान्यो तपाईँले हाने हानेन 205 हान्यो 205 अन छैन पोखरा अब कति टाढा हो कुनै खै माझी रिभर ब्रिज रे आमा 370 मिटर लामो कति लामो यार पुल पनि यता अर्को ठुलो ब्रिज बनिरहेको छ हाम्रो यो आर्क ब्रिज उतापट्टि यार
कन्स्ट्रक्सन रहेछ कि यताबाट यता यताबाट उता होइन बाटो बनाइरहेको भएर त्यही भएर अलिकति विचार गर्नुपर्ने छ अरे यता त कतिखेर यताबाट पनि गाडी आउँदो रहेछ कि अचानक यहाँ यसो डाइभर्जन हालिदिन्छ चिरागले चिरागले बेला बेला के हो यस्तो के हो यस्तो त गर्नु भएन है चिरागले बेला बेला कस्तो कस्तो कट लिइरहेछ जस्तो लाग्यो मलाई त यस्तो हाँस उठ्छ भने मलाई यस्तो बेला के यार चिरागले त समाट टल्को लेन स्विच अफ दिएर हान्छ कि जस्तो लाग्यो के हो चिरागलाई थाहै छैन होला त्यस्तो भएको क्या बचाने तपाईँलाई लडेपछि मलाई लाग्थ्यो फेरि म यहीँ थिएँ छेउछाउमै थिएँ सबैजना तिनवटा जुत्यो चिरागले फ्लाइट लेन चेन्ज गरेको चिरागले ठ्याक्कै तपाईँको लेन अगाडि आइदियो अनि मेरो लेनमा आएर के अरे ब्रेक थिचाबी हुन्थ्यो ब्रेक नथिचिकन उसले खुट्टा यसरी उचाल्थ्यो क्या त्यो भिडियोहरू बस्छ त्यो त लास्टै नजिकबाट छ तिम्रो टपमा चाहिँ मेरो यो पुगिसकेको थियो उनको भए चाहिँ दुईजनै लड्ने क्या दुईजना चाहिँ नमिठो सबैजनालाई उयो हुन्थ्यो नि मन लड्थ्यो म साइडमै थिएँ दाइको साइड ग्याप हुनेलाई मात्र ओभरटेक गर्नु पर्थ्यो जाउँ न बिस्तारै जाउँ न अब सँगै पनि आउनु धेरै जोसमा नजाउँ त्यो होइन तिमीले त्यो स्कुटर आउने बित्तिकै तिम्रो पारा अर्कै भयो क्या म अगाडि जे आए पनि म आर्तिर ब्रेक हान्दिन्छु हो त्यो अति नै हुने ब्रेक होइन क्या तिमी ब्रेक हाल्दा जस्ट त्यो सिङ्गल दिइहाल्छु क्या त्यही मलाई डर लाग्यो स्पिड गइरहेको छ तिमी होइन त्यही माथि स्कुटरै बिचमा चाहिँ नथ्यो लेफ्टमा आउँथ्यो म राइटमा आउँछु थाहै छैन आफूले होइन यस्तो हो कति तिम्रो लाग्छ अब तिम्रो यस्तो हुन्छ क्या जाउँ न, तिमीलाई के भने नि उता जाउँ जस्तै सबैजना सँगसँगै हान्दाखेरि तिमीले एक सेकेन्ड केही गरिदियो भने पछाडिकोले हुन्छ नि भ्याउँदैन क्या किनभने तिम्रै स्पिडमा त अरू पनि आइरहेको हुन्छ नि त होइन अनि धेरै ग्याप राखेर आउँदाखेरि पनि नभ्याउने थियो क्या तिम्रो म ग्यापै थियो होइन तिमी लत्त स्कुटर देख्ने बित्तिकै स्कुटर आएकै छैन पहिले क्या म एभिएसन त होइन अनि कहाँ थियो इमर्जेन्सी रोकिराख्नु पहिल्यै स्टपिङ भएको टायर उड्यो पछाडि हो र अनि म त साइडमै थिएँ तपाईँ यस्तो अनकन्ट्रोल त मेरो खुट्टै झरेको अनि मेरो खुट्टै झरेको त्यो उसबाट क्या हो र भिडियो छैन है भिडियो पछाडिको भिडियो मसँग छ मलाई तपाईँले खिचेछ के छ तपाईँले देखेछ त देखेँ मलाई म साइडमा थिएँ भनेको ए ल भयो तर कसम होइन अघि न त्यहाँनिर एक ठाउँमा पुगेको थिएन नि थाहा छ मेरो यो ब्रेक कसले चलाइदिएको रहेछ होइन मेरो पनि भने कुन चाहिँले ब्रेक घुमाइ चलाइदिएको रहेछ होइन त्यही भएर म हावा मिलेन यो मिलेन भन्छ अघिदेखि मैले प्रेसर मिलाएन भनेर थिएँ नि अनि पछि यसो हेरेँ म्याटिङ यो चलाइदिइरहेको छ ब्रेक त सफ्ट भइरहेको छ अनि ब्रेकै नपुग्ने रहेछ होइन अनि टर्निङमा किन पुग्दैन भन्छु अनि पछि अहिले चाहिँ नि अहिले चाहिँ कुदाएको चाहिँ तिम्रो त्यो कन्फिडेन्ट आयो नि त ब्रेकको ब्रेक लागि उनी नहुने क्या ल जाउँ त जाउँ अहिले जाउँ के छ ब्रेक लाउनु ल फेरि 205 बाटो त लास्टै नै दामी बनाएको छ आम्मामामामा कुदाउँदा नि नसकिने त
हिमालहरू नि बवाल देख्ने हो यताबाट कुन हिमाल हो यो? यता हिमाल यता नि हिमाल होला यता त छैन यो सिधातिर हिमालै हिमाल बवाल बवाल हिमाल देख्छ मर्निङमा यस्तो दामी देख्छ अहिले यताको यो वेदर यस्तो बवाल छ के गर्छ यार छ्या कस्तो म सट्टै काटिदिएको त नि देखि आउनु खोज्छ त नि यो त हजुर के भनेको अझ अगाडि हो के यहाँ 5-6 मिनट सिधै छ सिधै ल आइपुग्यो यार होटेल पनि आइपुग्यो कति बज्यो 7:30 बजेछ र 124 किलोमिटर गरेछ 124 उता गरेर ठ्याक्कै 300 किलोमिटर भएछ यार दाइ हिजो र आज गरेर 124 168 कुरेको